आजभोलि नेपाली चलचित्र कुराकानी गर्ने हो भने यो हप्ता विशेष अब यो दशैं र तिहार पछाडि विशेष चाडपर्वको बेलामा चाहिँ एकदमै ठुल्ठुला चलचित्रहरू रिलिज भएको पाइन्छ। एकदम स्टार कास्टले भरिएका सुपरस्टार अनमोल केसी, अनमोल केसीका पिता भुवन केसीले पनि अभिनय गरेको चलचित्र जेरी अन द टप पनि भवनमा रिलिज भइसकेको छ। त्यस्तै यो हप्ता एकदमै दमदार सुपरस्टारहरूको चाहिँ अभिनय रहेको चलचित्र वरिष्ठ बलराम पनि रिलिज भइसकेको छ। चलचित्र वरिष्ठ बलराममा सुपरस्टारको कमी भने छैन। चलचित्र पूर्णबहादुरको सारङ्गीबाट सुपरहिट चलचित्र दिन सफल भएका विजय बराल पनि बलरामको भूमिका निभाएको पाइन्छ। त्यसैगरी कलाकार दयाङ राई आफैमा सुपरस्टार हुन्। यो चलचित्रमा पनि उनले वरिष्ठको भूमिका निभाएको पाइन्छ। चलचित्रको ट्रेलरलाई हेर्दाखेरि हामीले जसरी ट्रेलरमा चाहिँ एकदमै दमदार भूमिकामा देखिएको पाइन्छ। रियल लाइफको कुराकानी गर्ने हो भने वास्तविक जीवनमा दयाङ राई र विजय बराल भने नाट्य क्षेत्रका सहयात्रीहरू हुन्। उनीहरू दुवैजनाको सम्बन्ध एकदम राम्रो रहेको पाइन्छ। तर चलचित्रको कथामा भने एक अर्कालाई दुश्मनीको रूपमा यो चलचित्रमा प्रस्तुत गरिएको पाइन्छ। उसो त चलचित्र हेरिसके पछाडि निर्देशक सुरेन्द्र पौडेलको काम भने एकदमै तारिफयोग्य रहेको पाइन्छ। एक त पछिल्लो समय चलचामको शिखरमा रहेका सुपरस्टारहरूलाई एउटै फ्रेममा उतार्न सफल भएका छन् भने चलचित्रमा विभिन्न किसिमका कथा पटकथाहरू पनि बलियो रूपमा कसिएको देख्न पाइन्छ। चलचित्रको कमजोरीको पक्ष कुराकानी गर्ने हो भने यस चलचित्रमा ब्याकग्राउन्ड स्कोर चाहिँ अलिकता नमिलेको देखिन्छ। ब्याकग्राउन्ड स्कोर जुन म्युजिक जुन छ त्यो म्युजिकले कथालाई चाहिँ अन्त्यतिर मोडिन खोजेको हो कि अथवा कतिपय ठाउँमा चाहिँ त्यो म्युजिकले जस्टिफाई नगरेको हामी देख्न सक्छौँ। चलचित्रको गीत संगीतको कुराकानी गर्ने हो भने बजारमा रिलिज भइसकेको चलचित्रको गीत भने एकदमै सुपरहिट भइसकेको पाइन्छ। चलचित्र वरिष्ठ बलराममा चाहिँ विशेष आमा र छोराको सम्बन्धको विषयमा पनि कथा बुनिएको पाइन्छ। त्यसो त पूर्णबहादुरको सारङ्गी जुन छ पूर्णबहादुरको सारङ्गीमा चाहिँ विजय बरालको चाहिँ छोरा र बुवाको भूमिका कस्तो हुन्छ सम्बन्धलाई देखाउन खोजिएको थियो। त्यसैगरी जनै हराएको मान्छेमा भने ठ्याक्कै उल्टो एउटा चाहिँ छोरा र बुवाको भूमिकाको रूपमा चाहिँ त्यसो पनि प्रयोग गरेको पाइन्छ भने यो चलचित्र विशेष वरिष्ठ बलराममा चाहिँ आमा र छोराको सम्बन्धको विषयमा यो कथाले देखाउन खोजिएको पाइन्छ। प्राय जस्तो एउटै चलचित्रको फ्रेममा देखिरहने महत्से गुरुङ होस् अथवा बुद्धि तामाङ होस् यो चलचित्रमा भने छुटेको पाइँदैन। विशेष नायिकाको रूपमा चाहिँ बलरामको जोडीको रूपमा नवनायिका समृद्धि अर्यालको पनि विशेष भूमिका रहेको पाइन्छ। विशेष नाचगानमा अलिकति कमी कमजोरी रहे तापनि अभिनयको हिसाबमा अब्बल अभिनय गरेको पाइन्छ। विशेष यो तिहारको विधामा रिलिज भए तापनि चलचित्रमा दर्शकहरू भने एकदमै कमै रहेको पाइन्छ। त्यसो त जतिसुकै सुपरस्टार अथवा स्टार भए तापनि कथा बिकाउ भएन भने अथवा दर्शकले हलमा आएर फिल्म हेर्दैन भने त्यो चलचित्रलाई सफलता भने हामी मान्न सक्दैनौँ। त्यसैले चलचित्र सफल हुनको लागि दर्शक आउन पनि जरुरी छ, फिल्मलाई हेर्न पनि जरुरी छ। पक्कै पनि अपोजिट भूमिकामा देखिएको विजय बराल र दयाङ राईको चाहिँ अब यो कामलाई एउटा उत्कृष्ट रूपमा पनि हामीले आशा गर्न भने सकिन्छ। पक्कै पनि दर्शकहरूको आफ्नो आफ्नो चोइस हुन्छ। त्यो भएको कारणले गर्दा कसैलाई एकदम मौलिक मुभी मन पर्न सक्छ भने कसैलाई कमर्सियल मुभीहरू मन पराउन सक्छ। विशेष प्रस्तुतिको हिसाबले एकदमै नयाँ अवतारको रूपमा प्रस्तुत गरिएको यो चलचित्रमा विशेष हामीले आशा गरिएको एक्सन भन्दा पनि कथावस्तुको हिसाबले बलियो नै देखिन्छ। त्यसैले दयाङ राई र विजय बरालको यो जोडीको चलचित्र उत्कृष्ट बनोस्, सफलताको शुभकामना। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद।